ल है साथीहरू, घाम झुल्के अब यहाँ हेर्नुहोस् त, यो नेपालको गोलडुब्बा भन्ने ठाउँ हो। गौरीगञ्जदेखि अलि मास्तिरपट्टि टक्क घाम झुल्किलो हेर्नुहोस्। आहा दिव्य, हेर्नुहोस् त दिव्य घाम झुल्केर चाहिँ। आहा शुभ प्रभातम, सबैजनालाई राधे राधे भन्न चाहेँ। भगवान् सूर्यको नमस्कार गर्दै आदित्यः प्रथमं नाम, द्वितीयं तु दिवाकरः, तृतीयं भास्करः प्रोक्तं, चतुर्थं च प्रभाकरः, पञ्चमं तु सहस्रांशो, षष्ठं चैव त्रिलोचनं, सप्तमं हरिदस्वश्च, अष्टमं तु विभावसु, नवमं दिनकृत् प्रोक्तं, दशमं द्वादशात्मकः, एकादशं त्रयीमुहूर्ति, द्वादशं सूर्य एव च, द्वादशेदित्यनामानि प्रातःकालपठे नरः, दुःस्वप्ननाशनं तस्य सुस्वप्नमुपजायते। र यस्ता प्रकारले यदि भगवान् सूर्यको 12वटा नाम लिने गरेको छ भने, यदि नराम्रो सपना देखेको छ भने पनि त्यो नराम्रो सपना राम्रोमा परिणत हुन्छ भनेर चाहिँ भन्दछ यस श्लोकले। यो भगवान् सूर्यनारायणको द्वादश नाम हो। हजुरहरू सबैजनाले यसलाई जप्ने गर्नु, याद गरेर। कुनै दिन नराम्रो सपना देखियो भने त्यस दिन यो राम्रोसँगले पाठ गर्नु हो भने त्यो नराम्रो सपना पनि राम्रो हुन्छ। र सपना देख्दा मात्रै होइन, सधैँ पाठ गर्दाखेरि यो राम्रो हो। भगवान् सूर्यको 12वटा नाम। सबैजनालाई राधे राधे, शुभ प्रभातम। इङ्ग्लिस बोल्नेहरूका लागि गुड मर्निङ।